सुक्छ पानी हालेर सुक्छ सुक्यो पानी हालेर सुक्छ अरे हामी गाडी कुद्छ त अनि कसरी जाने अब बिस्तारै गाडी गराएर जाने कुदाएर जाने अब कसरी जाने सबै हिँड्यो छ बाटोमा अनि मटर जाना छ अनि प्याज अनि क्यारेट अनि मसिन अनि बेड पेपर अनि बिन्स गाडी थुक्पा रेडी भइसकेको छ तातो थुक्पा खानुपर्छ अब है त हेलो गाइज व्हाट्सअप गुड मर्निङ सबैजनालाई सन्चै हुन्छ आराम हुनुहुन्छ लङ टाइम होइन लगभग 3-4 महिनापछि नै भ्लग आज लिएर आएको छु किनभने आज हिउँ परेको छ गाइज हिउँका तपाईँहरू देख्न सक्नुहुन्छ झन्डै लडियो नानी यता आयो त यहाँसम्म चुपुलाहरू नि यसरी यहाँ हाँसमा र पकेटमा होइन अनि हिँड्ने भने जाडो हुन्छ हेलो गाइज भने जाडो छ कि छैन जाडो छैन ल लडिन्छ यता हो यता ल मान तपाईँहरू देख्न सक्नुहुन्छ होइन पुरै ब्ल्याक आइस भएको छ क्या यहाँ आमामा हिँड्न पनि अप्ठ्यारो छ यहाँनिर तर अगाडिसम्म पुगेर आउँ यसरी हिँड्ने यसरी खोइ हात यसरी राखेर यसरी तल यसरी पकेट नभए पनि यसरी क्या छ नि यो यसरी हिँड्न ल तानेर है हात छुपाएर हिँड्नु त ल आइज हो यसरी हिँड्ने हस् ल फेरि हात नदेखाउने भनेको होइन त्यसो लाग्यो लैन आइज ओहो यसरी छ अनि कसरी काममा जाने ड्युटी काममा जाने कुरो पनि भएन आज आइतबार हो गाइस यस्तो छ चिसो छ खाइ नभएको हामी चाहिँ अलिक परसम्म पुगेर आउँ भनेर हो हात छुपाएर छ अगाडि यसरी हिँड्ने क्या टोपी ला टोपी पनि टोपी यो पनि टोपी लानु यस्तो चिसो छ के छैन मान्छेहरू हिँडिरहेको फटाफुट्टा बिस्तारै हिँड्ने चिप्लिन्छ नि मान्छे आइरहेको अलिक परसम्म जाने नि हामी आइज आइज तिम्रो जाने यस्तो चिसो छ गाइस एकदमै बाफ्रे हट बडा चिसो छ बाटोतिर पनि यस्तो छ हालत गाडी त यहाँ छुइहाँ केही देखेको छैन होइन ओहो यस्तो चिसो त यार यस्तो छ अनि बिस्तारै हिँड्नुपर्छ है लडिन्छ है सबै ब्ल्याक आइस भएको सबै अनि गाडी कुदाउन गाह्रो हुन्छ अनि कसरी गाडी कुदाउनु भन त के हुन्छ अरे पानी हालेर सुक्छ सुक्यो पानी हालेर सुक्छ अरे बिस्तारै कुदाउँछ गाडी ओहो यस्तो छ अब घर जाने होइन यसो हेर्न आएको क्या हजुर यस जाउँ हिँड यस्तो छ अफिस यस्तो पुरै छ यहीँ छ यहीँ बाफ्रे यस्तो जाडो छ ओहो घर जानुपर्छ जाने हो नि कहाँ जान्छौ तिमी त्यस्तो जाडोमा यस्तो जाडो छ प्ले गर्थ्यो अरे कस्तो गर्मी जाडोमा प्ले गर्ने के छैन नजिकै छैन आइसक्यो त अब यस You want a picture or something? Yeah. Yeah. Come on. 2 moments later. Hello guys. Hello guys. आज म चिसो छ चिसो भइसक्यो हातले लुकाएर हिँड लुकाएर यसरी हो लास्ट चिसो छ अब जानुपर्छ घरतिर एक चक्कर लगाइहाल्यो होइन
एक चक्कर लगाइयो अब त्यो सकिँदैन अब त्यो एकदम जाडो हो केटाकेटीलाई पनि जाडो धेरै हुन्छ बिरामी हुन्छ फेरि त्यही भएर गाडी पनि मैले हिट गरेर आएको छु होइन के थाहा अब भोलि बिहान काममा कुद्नुपर्छ कि भनेर हो त्यो भएर चाहिँ गाडी अन छ मेरो गाडी अलिअलि अलिकति यस्तो छ यो गाडी कुदाएर यस्तो मान्छेहरूको हालत नानी रिमाइ जाऊ टाढा होला जाऊ बाहिर निस्केपछि जान मान्दिनँ फेरि गाडी चाहिँ के भएको नि यता हेर यस्तो छ हालत मेरो साला अलिअलि मुड्की हालेर पनि गर्नु पऱ्यो नि यार यस्तो छ हालत गाडीको भित्र बस्ने भित्र आज भित्र बस आज जाडो हुन्छ नत्र भित्र आएर बस ल एकछिन बस भित्र बस चिसो भयो ल बस बस एकछिन बस हो ल बस नि बस तिमी बस है सक्दा नगरेर बस तिनीहरू हो क्या नखोल्यो खोल्नु हुँदैन त्यो अब यसलाई एकछिन यहाँ भए पनि तताउनु पर्ने छ क्या एकछिन बसेर भोलि फेरि काममा जानु पर्यो नि त त्यही भएर गाह्रो छ भोलिदेखि काममा जानु पर्यो नि छोरी बिहान काममा बोलायो भने त बिहान काम जानु पर्यो गाई छैन त्यही भएर चाहिँ हल्का ओहो जाडो झन् गाडी तताएको रहेछु मैले ओहो चिसो 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 किन चिसो भएन छैन नि त आइस त्यहाँ गाह्रो छ गाइस त्यति Few moments later. हामी गाडी कुद्छ त अनि कसरी जाने अब बिस्तारै गाडी गराएर जाने कुदाएर जाने अब कसरी जाने सबै हिउँ छ बाटोमा अनि अब हिउँ छ अनि कसरी गाडीमा जाने भन त कसरी काम जाने तिमी त्यही त कसरी जाने काममा अब गाडी सबै हिउँ छ अनि काममा कसरी जाने भयो भन त पानी लिएर के हुन्छ त अनि कसरी सुक्छ त आफै सुक्दैन नि त सबै हिउँ सबै जमेको छ घाम लाग्नुपर्छ त्यसको लागि घाम लाग्नुपर्छ अनि मात्रै सुक्छ हामीले सुकाएर सुक्दैन अब भोलि अब कसरी जाने अफिस भन त हेलो गाइस एकदम जाडो छ आज हिउँ परेको छ भन्दै आज हिउँ परेको छ आज स्टिक ट्युन गाइस एकदम जाडो छ के भनेको यति हिउँ छ गाइस तातो नगर मेरो बुढी पनि आउँदैछ हेर न यहाँ गाडी यहाँ एउटा बुढी आगे Few moments later. पुरै भिडियो बनाएर यहाँनिर ल हेर नि जाडो पनि लाग्यो होइन राम्रो ल यहाँ फोटो सेसन चालु छ फोटो खिच्यो नि त ल खिच्दियो नि त फोटो यसको अनि चिसो भयो जाने होइन अब गाडी अब भित्र गएर बस्ने हिँड जा भित्र अब जाडो भइसक्यो मुख सुकिसक्यो सबै यता आइज यता बस छिर Few moments later.
बुढी सुन्दिनँ सुन्दिनँ अब घर जानुपर्छ गाइजलाई स्टे ट्युन सबैजनालाई भिडियो हेरिदिनु होला रमाइदिनु होला एकदम जाडो छ गाइज होइन अब म चाहिँ भिडियो जान्छु तातो त सुप सबै बनाएर खाइन्छ भने चाहिँ गाइज त स्टे ट्युन ल 1 hour later. Few moments later. आज थुक्पा बनाउने आज स्नो छ अनि हामी थुक्पा बनाउने हामी जाने के छ आज हामीसँग आज मटर दाना छ अनि प्याज अनि क्यारेट अनि मसिन अनि बेल पेपर अनि बिन्स अनि यो बेल पेपर अनि यो टमेटो अनि यो यो मासु अनि यो थुक्पा हो आज चिसो छ भन्यो नि त आज चिसो छ अनि आज थुक्पा खाने ओके थुक्पा रामेर गाइस Few moments later. ल गाइज अब यहाँ सुप पुरा रेडी हुनेछ उम्लिँदैछ होइन अब एकछिनमा रेडी हुन्छ हाम्रो थुक्पा ल गाइज हाम्रो चाहिँ थुक्पा रेडी भइसकेको छ है अब चट्ट यसलाई बोलमा हालेर चट्ट खानुपर्छ जाडो जाडो छ ल गाइज थुक्पा रेडी भइसकेको छ तातो थुक्पा खानुपर्छ अब है त ल गाइज थुक्पा खानुहोस् म पनि मेरो पनि थुक्पा रेडी भइसकेको छ अब पनि थुक्पा खान्छु एकदमै जाडो छ स्नो परिरहेको छ अहिले 8:15 बजे बेलुकाको होइन ल म स्टे हेल्दी स्टे सेफ मजाले आफ्नो आफ्नो घरमा बस्नुहोस् सकभर बाहिर ननिक्लिनुहोस् जाडो धेरै छ है गाइस स्टे सेफ सब्सक्राइब गरिदिनु होला च्यानललाई माया गरिदिनु होला थ्याङ्क यू सो मच फर वाचिङ थ्याङ्क यू